गर्मी 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 होइन कति गर्मी बढेको। नमस्ते एभ्रिवान। आज चाहिँ हामीहरू जापानको 40 डिग्रीको गर्मीबाट बस्नको लागि भनेर गिफुको रिभर साइडतिर जाँदैछौँ र त्यहाँ चाहिँ एकदमै रमाइलो छ हैन, एकदमै राम्रो रिभर पनि छ। त्यसैले हामीहरू चाहिँ त्यहाँ जाँदैछौँ र यदि हजुरहरूले मलाई सब्स्क्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला। के रहेछ सानो? माछा माछा भन त, माछा भन न। पटेङ्ग्रा। प्राइस कति रहेछ? 150 रुपियाँ। बोडीको 90 रुपियाँ। यो बोडी त हो नि, यो चाहिँ 150 रुपियाँ। अर्को खाले बोडी नि रहेछ। कति ठुलो जुत्ता के। बगाइसक्यो। डराउँछ होला हजुर, त्यतिकै जाने हो। हिँड्छ हो त, हिँड्छ के हो त। समाए छेउमा बस्नु न हजुर। टिटिट केही नि हुँदैन। हाँसिरहेको छ कि फेरि। लौ यसरी हिँडेछु कि काम। हजुरसँग लिएर जानु क्या। मान्छे हो नि। पूजालाई लिएर जानु क्या। बाउ छोरा गए। अभी अभी भनेर चाहिँ त्यहाँ बसेर
टिटिट लिएर आउने ओ टिटिट लिएर आउने तपाईँको टिटिट हो हिँड न अब त खुट्टै चला राख्दो रहेछ अब त बाउ र छोरा चाहिँ उता टाढा पुगिसक्यो है यहाँबाट देख्दा पनि देख्दैन त्यसै नदेखिरहेको छ उनीहरू हो समय एकदमै रमाइरहेको छ आज पानी पनि ठिक्क छ क्या एकदम हुन्छ नि चिसो पनि छैन मन तातो छ मकै यसरी नखानु भन्नुहुन्छ मम्मीले मलाई है तर अब एउटा हातमा छाता छोडाउन नि मिल्दैन यसरी खायो भने चाहिँ हामीले मकै नछोडिकन खायो भने चाहिँ अनिकाल लाग्छ अरे क्या मलाई मम्मीले भन्नुभएको एउटा हातमा छाता छ अब छाता ओढ्यो भने गर्मीले त डढिन्छ सकिन्न मिठो रहेछ मकै त मलाई फेरि मकै जस्तो गरेको नि मनपर्छ कि उसिनेको पोलेको भुटेको यसमा चाहिँ नुन हालेर रहेछ है कस्तो मिठो क्या गुलियो गुलियो समय कस्तो चिच्चाइरहेको थियो त यो रमाइरहेको थियो है मजा आयो सानो मान्छेलाई मजा आयो टिटिट है पानी चाटिरहेछ उसले त हेर्नु पानी खाइरहेछ मकै खाने आदि राख्दैछु मिठो रहेछ मामुलाई पनि जुस मामुलाई देऊ न नदिने मेरो बाबालाई दिन्छ है बाबालाई देऊ त अलिकति बाबालाई फेरि आएको दिन्छु नि देऊ त बाबालाई फेरि आएको दिन्छु नि उसले कहिले सेयरिङ गर्दैन बाबाले आएको दिन्छु नि नदिने नाइ नो बाबा समय नो बाबा बोल्दैन त है मेरो जुस छ यहाँबाट आऊ भनेर आयो उसले हजुर आउनु रे के हो नआउने रे बिस्तारै ताती ताती गरेर जाऊ त केही नि हुन्न कम त बाटो आयो बिस्तारै जाऊ ताती 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 गुड
बाई बाई। I love you. I love you. Bye bye. Hai मलाई चुप्पा। Good. अब यतापट्टि लैजानु न यता। यतापट्टि लैजानु के। कालु गणेश गणेश मलाई सुसु आयो के अनि यहाँ हजुरको फोन जाम म यताबाट बाटो छ जस्तो लागेको थियो तर म 2 इयर्स अगाडि आएको है मैले त बिर्सिसकेँ त्यहाँ छ जस्तो नखा भरे म गलत छैन रहेछु बाथरूम जस्तो लाग्थ्यो हो कि होइन म त होइन क्या हो बात बल्ल रिल्याक्स फिल भयो फेरि घाम लागेछ हेत्तेरी मान्छेले सुत्ने ठाउँ पनि नपाएको है भर्याङनिर सुतिरहेको हो यो समयमा त बत्तिया बच्ची गल आऊ आऊ ल न आनन्द बसिरहेर नि के पानी छ्याप्नु नि ले ज्या अच्छु टाटा भन्छ बच्चा आऊ रे ला समयलाई अब के हुने हो ला निस्किनै मान्दैन अहिले त अघि न जानै मानेको थिएन है जाने अब घर बाई बाई गर्दै प्लेनलाई बाई बाई कत्रो चालेको ऊ भन्दा ठुलो अब चाहिँ शीतल भयो छाता मार्दा नि हुन्छ
हेर न बिचको लाउनु खाली हुन्छ बाबा हो बाबालाई कालु कालु भन्ने हैन मामुले मात्र भन्ने बेलुकाको 5 बजिसक्यो त्यसैले अब चाहिँ हामीहरू घरतिर लाग्छौँ र यदि हजुरहरूले मलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद थ्यांक यू सो मच फर वाचिङ